साल्पा विकास बैंक लिमिटेडले चाहिँ के गर्दैछ त आइपिओ निष्कासन गर्ने भएको छ है त। यस कम्पनीले प्रति किता 100 रुपियाँका दरले 14,39,179 किता सेयर सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो। यस कम्पनीले चाहिँ अन्य प्रक्रिया पूरा गरिसकेपछि निष्कासन गर्दैछ। साल्पा विकास बैंक लिमिटेडको जारी पुँजी 52.23 करोड रुपियाँ रहेको छ, जसको 33% बराबरको 17,23,880 किता सेयर यसले निष्कासन गर्ने भएको हो। जसमध्ये 10% वैदेशिक रोजगारको लागि बाँडफाँड गरिसकेको छ 1,72,388 किता र त्यसै गरी 0.5% यसले कर्मचारीको लागि छुट्याएको थियो 26,119 किता र त्यसै गरी 5% चाहिँ यसले के गरेको छ त म्युचुअल फन्ड सामूहिक लगानी कोषको लागि 86,194 किता छुट्याएको छ र बाँकी रहेको सर्वसाधारणको लागि कति किता भयो त 14,39,179 किता सेयर यसले बिक्री खुला गर्ने छ। अब यसले चाहिँ बिक्री खुला कहिले गर्दैछ भन्ने कुरो बिक्री प्रबन्धकको रूपमा यसलाई क्यापिटल चुज गरेको छ त मुक्तिनाथ क्यापिटल लिमिटेडलाई चाहिँ गरेको छ र यसमा न्यूनतम किता हामीले 10 किता र अधिकतम 25,000सम्म आवेदन दिन सकिनेछ र खुल्ने मितिको कुरो गर्नुहुन्छ भनेदेखि पौष 16 गतेदेखि 20 गतेसम्म यो आइपिओ खुल्दैछ। हजुरले चाहिँ भर्न नछुटाउनु होला र नेपाल राष्ट्र बैंकद्वारा इजाजत प्राप्त ख वर्गको विकास बैंक साल्पा विकास बैंक लिमिटेड एसबिबिएल खोटाङमा आधारित एक जिल्ला स्तरीय बैंक हो है त। यो जिल्लाको क्षेत्र भएको बैंक हो र 6वटा यसको शाखाहरू रहेको छ र मुख्य कार्यालय पनि खोटाङ जिल्लामै छ र जुलाई 16, 2012मा स्थापित भएको र यसले सोही वर्ष चाहिँ व्यावसायिक कारोबार सुरु गरेको रहेछ। यो चाहिँ बैंकको इतिहासको बारेमा भयो र त्यसै गरी यो आइपिओ साल्पा विकास लिमिटेडको आइपिओ भर्नको लागि हामीले मेरो सेयरबाट चाहिँ भर्न सक्छौँ र अन्य बैंक तथा वित्तीय संस्थाबाट पनि भर्न सकेला र हामीले चाहिँ मेरो सेयर एपबाट हजुरले चाहिँ मजाले आवेदन दिन सक्नुहुन्छ र सम्पूर्ण सदस्यको आवेदन दिनुहोला भन्दै आजको भिडियो यति नै। हस्त, धन्यवाद।